है म घरबाट निस्केको ऐतिहासिक चैते दशैं मेलाको लागि लवाङ जाँदैछु। आजको यात्रा लवाङसम्मको हुनेछ। अहिले म घरबाट निस्केको खोरामुखमा गएर दाजुहरूलाई भेटेर हामी 4 जना भएर जाँदैछौँ है। म नै निस्केको है। मेरो चाहिँ हरपलको साथी रेडी अवस्थामा छ मलाई बोकेर हिँड्नलाई। मेरो त एकदम साथी भनेको यही मात्र छ है एउटा है। म चाहिँ लवाङ जाने क्रममा बाइक बिग्रेर बाइक बनाएर नि अब सफिसियन्ट चाहिँ बाइक बनिसक्यो। अब म चाहिँ हिँड्छु है। लास्टै तनाव दिए बाइकले, ब्रेकै गाह्रो रहेछ कि, त्यही भएर अब चाहिँ म हिँड्छु। पारसले आउँदैछ, हामी चाहिँ लवाङ जाँदैछौँ है। दिन चाहिँ यस्तो भयो कि दिनको चाहिँ नकुरा गरौँ। धेरै टाइम लाग्यो है मेरो बाइक बनाउनलाई, त्यही भएर ढिलो भएको है। हामी फाइनल्ली हामी पुग्यौँ है लवाङ गाउँ। 3 जना अनिल दाइ आउँदै हुनुहुन्छ पछाडिबाट, आइपुग्यो। अनिल दाइ नै आउनुभयो। हामी 4 जना ल छिर्यौँ है लवाङ गाउँमा। अब गेम सुरु हुन लाग्छ। अब महिला भलिबल सुरु हुन्छ है केही समयमा।